हाई एभ्रिवान। यदि तपाईहरू यो मेरो भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने नमस्कार। म पदम महत विगत 13 वर्षदेखि अमेरिकी राज्यको ओहायो स्टेट अन्तर्गत रेन्सबर्गमा बस्दै आएको छु र हाम्रो अहिले 90 डेज रिल च्यालेन्ज चलिरहेको छ। अनि हामीलाई प्रत्येक दिन छुट्टै टपिक दिएको हुन्छ र हामीले त्यस टपिक अन्तर्गत चाहिँ एउटा रिल बनाएर पोस्ट गर्नुपर्छ। र आज चाहिँ मेरो रिल च्यालेन्जको डे 20 र आजको टपिक रहेको छ सो योर वर्क स्टेसन बिहाइन्ड द सिन कन्टेन्ट। सो यो चाहिँ हाम्रो अनलाइन डिजिटल बिजनेस हो अनि मेरो चाहिँ वर्क स्टेसन छैन। म चाहिँ जतिखेर टाइम पाउँछु अथवा म चाहिँ मेरो फ्यामिलीसँग चाहिँ टाइम दिइरहेको बेलामा अथवा म सपिङमा गएको बेलामा पनि म यो बिजनेसलाई चाहिँ रन गर्न सक्छु। यदि हामीसँग चाहिँ फोन अथवा ल्यापटप र वाइफाईको एक्सेस छ भने हामीले यो बिजनेसलाई जहीँबाट पनि रन गर्न सकिन्छ। सो एज आई सेड वी क्यान रन दिस बिजनेस फ्रम लाइक एनी पार्ट अफ द वर्ल्ड इफ वी आर एनीवेयर एल्स। सो हामीसँग चाहिँ जहीँ पनि भए पनि आफू जस्तै अवस्थामा भए पनि यो बिजनेसलाई चाहिँ रन गर्न सकिन्छ र मैले चाहिँ यसको वर्क स्टेसन बनाएको छैन। र यदि तपाईहरू पनि 9 to 5 जब गरेर अथवा चाहिँ बेलुका गयो अनि रातभरि काम गऱ्यो, बिहान आफू थकित भएर घर आइएको हुन्छ र आफूले चाहिँ आफ्नो फ्यामिलीसँग आफ्नो बालबच्चासँग चाहिँ टाइम दिन पाएको हुँदैन। र यदि तपाईहरू पनि यस्तै बिजनेसको चाहिँ खोजीमा हुनुहुन्छ भने प्लिज रिच आउट टु मी, आई एम गोइङ टु हेल्प यु। र आजको टपिकलाई चाहिँ म यहीँनेरि टुङ्ग्याउन चाहन्छु। म भोलि फेरि अर्को नयाँ टपिक लिएर हजुरहरू माझ आउनेछु। सो त्यतिन्जेलसम्म हजुरहरू संसारको जुनै कुनामा पनि हुनुहुन्छ भने सुरक्षित रहनुहोला र हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। थ्याङ्क यू।